राखे है ये सुरिलो स्वर हो ठेक्कै कोइलीको जस्तै पो सुनिँदैछ त बाबा धेरै फुर्काउनु पर्दैन यत्रो भारी बोकेर उकालो कताबाट आएको नानी घट्टाबाट आएको नि पिठो पिनेर यो जंगलको बाटो अनि माथि लेकमा पुग्दा पुग्दा त साँझ पर्छ त हौ नानी बाटो घाटोमा फेरि बाघ भालु आउँछ साथी जानु पर्छ अच्छा हाम्रो आमाको पालाको आइनै हो र हामी एक दुईवटा बाघ त हातले निमठाएर फ्याल्दिहाल्छु नि के कुरा र तपाईले अनि अघि त त्यो बाघ साग जम्मै हातले निमोठेर घुमाइदिन्छु भन्दै थियो त बिरालो कराउँदा पनि यसरी सातो गइन्जेल करायो त बाघ कराउँदा पो म निमठाएर फाल्छु भने त बिरालो भने 1914 मा हामी फोक्लिनमा जाँदा ठ्याक्कै यस्तै भएको थियो मेरो एउटा ब्याजी पल्टने साथीले घरिघरि धाक लगाइरख्थ्यो हौ मैले सिकाएको ब्रुसलीलाई कम्फू कराते भन्थ्यो घरिको त्यो दारा सिंहलाई मैले सिकाएको भन्थ्यो कुस्ती खेल्नु घरिको घरि गफ लाइरहन्थ्यो हौ म परुङ मात्रै न युद्धमा फ्रन्ट लाइनमा गएर गुडुङडुङ म दुश्मन लडाई नछु भन्ने भन्थ्यो भनेको भने त्यो एक दिन त नभन्दै ठेक्कै फ्रन्ट लाइनमा पर्यो फ्रन्ट लाइनमा परेपछि फायरिङ खोल्नु भनेर खडाक्क पारेर म पड्काएको त आफ्नो बन्दुकको आवाजले आफै ब्ड्याङ्ग लडेर बेहोस भएछ हौ नानी हाँसौँ न हो यी हो हाँस्ने साँच्चै त्यो झुसे घर आयो मुइले घर छिर्न दिएको आउनु उता राजु मास्टरको घरतिर पसारिरहन् रे